सम्पूर्ण दर्शकवृन्दमा नमस्कार। लोकसेवामा सोधिरहेका क्वेसनहरू आज मैले हजुरहरू माझ लिएर आएको छु। प्रश्न नम्बर 1, ग्रीन गोल्ड केसँग सम्बन्धित रहेको छ? ग्रीन गोल्ड चियासँग सम्बन्धित रहेको छ। खोल्साको सुन भन्नाले अलैँची, कालो सुन भन्नाले अलैँची। त्यस्तै गरी प्रश्न नम्बर 2, नेपालमा उद्योगका पिता भनेर कसलाई चिनिन्छ? उद्योगका पिता भनेर जुद्ध शमशेरलाई चिनिन्छ। प्रश्न नम्बर 3, लागु औषध दुर्व्यसन तथा ओसार पसार विरुद्धको दिवस कहिले मनाइन्छ? यो रहेको छ जुन 26। प्रश्न नम्बर 4, नेपालमा सबैभन्दा बढी आयात हुने वस्तु कुन हो? पेट्रोलियम पदार्थ। प्रश्न नम्बर 5, खाद्य तथा कृषि संगठन FAO को प्रधान कार्यालय कहाँ रहेको छ? FAO को प्रधान कार्यालय रोम, इटली। योगशास्त्रका प्रवर्तक को हुन्? योगशास्त्रका प्रवर्तक हुन् पतञ्जलि। विश्वको अग्लो झरना एन्जल कति मिटरमा रहेको छ र कुन देशमा रहेको छ भन्ने कुरा रहेको छ। विश्वको अग्लो झरना एन्जल 969 मिटर, यो रहेको छ भेनेजुएलामा रहेको छ। प्रश्न नम्बर 8, सार्क बडापत्रमा कति धारा रहेका छन्? सार्क बडापत्रमा 10 वटा धारा रहेका छन्। त्यसै गरी प्रश्न नम्बर 9, क्षयरोग विरुद्ध दिइने खोपलाई के भनिन्छ? BCG। प्रश्न नम्बर 10, पहाडी क्षेत्रमा उत्पादन गरिने चियाको प्रजाति कुन हो? अर्थोडक्स। प्रश्न नम्बर 11, सबैभन्दा बढी उद्योग भएको जिल्ला कुन हो? रूपन्देही। प्रश्न नम्बर 12, चाँदनी शाह कसको साहित्यिक उपनाम हो? रानी ऐश्वर्या शाह। प्रश्न नम्बर 13, विश्वको पुरानो भाषा कुन हो? चाइनिज। प्रश्न नम्बर 14, लिम्बू जातिको पुरोहितलाई के भनिन्छ? फेदाङमा। प्रश्न नम्बर 15, सार्वजनिक प्रशासनका पिता भनेर कसलाई चिनिन्छ? सार्वजनिक प्रशासनका पिता भनेर वुड्रो विल्सनलाई चिनिन्छ। प्रश्न नम्बर 16, पृथ्वीनारायण शाहका मित को थिए? पृथ्वीनारायण शाहका मित वीर नरसिंह मल्ल, रणजित मल्लका छोरा। प्रश्न नम्बर 17, भारत र चीन दुवै देशलाई छोएका जिल्ला कतिवटा रहेका छन्? 2 वटा जिल्ला, दार्चुला र ताप्लेजुङ। त्यसपछि प्रश्न नम्बर 28, जडान क्षेत्र भन्नाले कुन धरातलीय क्षेत्रलाई बुझिन्छ? हिमाली क्षेत्रलाई। प्रश्न नम्बर 19, नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग नदी नालाले ढाकेको छ? 3.9%। प्रश्न नम्बर 20, नेपालको प्रमाणिक समय कहिले निर्धारण गरियो? नेपालको प्रमाणिक समय विक्रम सम्वत 2042 साल वैशाख 1 गते। प्रश्न नम्बर 21, अधिक वर्ष बारे सर्वप्रथम कसले पत्ता लगाएका थिए? एरेटोस्थेनिजले पत्ता लगाएका थिए अधिक वर्षको बारेमा। प्रश्न नम्बर 22, नेपालका बराबर क्षेत्रफल भएका नगरपालिका कुन कुन हुन्? काभ्रेपलाञ्चोकको बनेपा र धुलीखेल जुन 55 वर्ग किलोमिटर रहेका छन्। त्यसै गरी प्रश्न नम्बर 23, नेपालको बराबर क्षेत्रफल भएका गाउँपालिका कुन कुन हुन्? चम्पादेवी गाउँपालिका र चिसङ्खगुडी गाउँपालिका 126.91 वर्ग किलोमिटर। प्रश्न नम्बर 24, नेपालका बराबर क्षेत्रफल भएका जिल्ला कुन कुन हुन्? बर्दिया र डोटी 2025 वर्ग किलोमिटर, रामेछाप र तनहुँ 1546 वर्ग किलोमिटर। 25, कुन नगदे बालीलाई वाणिज्यको खैरो कागज भनेर चिनिन्छ? सनपाट। प्रश्न नम्बर 26, विश्व स्वास्थ्य सङ्गठनको स्थापना कहिले भएको थियो? सन् 1948 मा। हाम्रो शरीरमा कति प्रकारको खनिज पाइन्छ? 13 प्रकारको खनिज पाइन्छ। प्रश्न नम्बर 28, सबैभन्दा हलुका धातु कुन हो? लिथियम। प्रश्न नम्बर 29, नेपाल र भारत बीच कतिवटा व्यापारिक नाका रहेका छन्? 27 वटा। प्रश्न नम्बर 30, आमादब्लम हिकालको उचाइ कति रहेको छ? आमादब्लम हिकालको उचाइ कति रहेको छ? 6812 मिटर। प्रश्न नम्बर 31, धान बढी उत्पादन गर्ने देश कुन हो? चीन। प्रश्न नम्बर 32, अर्धचन्द्रको देश भनेर कुन देशलाई चिनिन्छ? पाकिस्तान। प्रश्न नम्बर 33, भारतको पुरानो राजधानी कहाँ रहेको थियो? कोलकाता। प्रश्न नम्बर 34, फेवातालबाट निस्केको खोलालाई के भनिन्छ? फेवातालबाट निस्केको खोलालाई पार्दी खोला भनिन्छ। प्रश्न नम्बर 35, लाङटाङ हिमनदी कुन जिल्लामा रहेको छ? रसुवा। प्रश्न नम्बर 36, नेपालको सबैभन्दा बढी उत्खनन गरेको खनिज कुन हो? चुनढुङ्गा।
प्रश्न नम्बर 37 नेपाल र चीन बीच कतिवटा व्यापारिक नाकाहरू रहेका छन्? 15 वटा। प्रश्न नम्बर 38 ज्यामिरे गुफा र वीरेन्द्र गुफा कुन जिल्लामा पर्दछन्? सुर्खेत। प्रश्न नम्बर 39 सबैभन्दा बढी गुम्बा भएको जिल्ला कुन हो? सोलुखम्बु। त्यस्तै गरी प्रश्न नम्बर 40 अनि प्रथम विश्वयुद्ध कति दिनसम्म चलेको थियो? 1561 दिन। प्रश्न नम्बर 41 प्राचीन समयमा भोटमा नेपाललाई के नामले चिनिन्थ्यो? बल्याल वा वाप्लो। प्रश्न नम्बर 42 मल्लकालमा जिम्वाल भन्नाले कसले कस्तो पदलाई बुझिन्थ्यो? सैनिक अधिकारी। प्रश्न नम्बर 43 पृथ्वीको ठिक बीचबाट आधा हुने गरी पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको 0 डिग्री काल्पनिक देशान्तर रेखालाई के भनिन्छ? प्रधान मध्याह्न रेखा। प्रश्न नम्बर 44 बैकुण्ठे छहरे झरना कहाँ पर्दछ? पाल्पा। हालसम्म पत्ता लागेको सबैभन्दा ठुलो तारापुञ्ज कुन हो? सबभन्दा ठुलो तारापुञ्ज IC1101। प्रश्न नम्बर 46 कुन महादेशलाई चारैतिरबाट कुमेरु महासागरले घेरेको छ? अन्टार्कटिका महादेशलाई कुमेरु महासागरले चारैतिरबाट घेरेको छ। प्रश्न नम्बर 47 अन्टार्कटिक क्षेत्र समावेश नभएको एकमात्र महासागर कुन हो? हिन्द महासागर। प्रश्न नम्बर 48 संस्कृत भाषाका सर्वश्रेष्ठ कवि को हुन्? कालिदास। प्रश्न नम्बर 49 जहाज नहर कुन जिल्लामा पर्दछ? रौतहट। प्रश्न नम्बर 50 अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापना कहिले भएको हो? सन् 2002 जुलाई 1 मा स्थापना भएको हो। दर्शकबन्धु भिडियोलाई लाइक शेयर र सब्स्क्राइब र कमेन्ट गर्न नबिर्सिनुहोला। भिडियोलाई मन पराइदिनुहोला। धन्यवाद।